हेलो वेलकम आयो रुम्बा चाहिँ फेरि ड्युटी सकेर आइसक्यो होइन ड्युटी सकेर आयो टक्क लाएर अब होइन घन्टीले जिद्दी त पक्का भइहाल्यो अनि नेपालतिर त्यो हावा बोल्नेहरू कोही कान काट्ने कोही गुवा खाने अनि कोही देश छोड्ने भन्नेहरूलाई चाहिँ यसो देख्यो भने कान काट्नेको टक्क लाएर कानै काटिहाल्नुपर्छ अनि त्यहाँबाट देश छोड्नेहरूलाई चाहिँ निकाला हानिदिइहाल्ने अनि कोही गुहानीहरूलाई भेट्यो भने गुसु हानिदिइहाल्ने टक्क लाएर होइन अनि यो कानसान काट्नेको चाहिँ कानमालाले सुन्ने छ के अरे होइन त्यसको कानसान काटेर सुन चाहिँ टक्क पार्टी गर्नुपर्छ त्यसको 10-12 हजार चाहिँ आउँछ होला त्यो सुन टक्क काटेर सुन बेचेर अनि पार्टी गर्नुपर्छ त्यही घन्टीको उपलक्ष्यमा के जितेको उपलक्ष्यमा है त गाई जे बोल्दैन भने नेपालमा होइन कहिले भविष्यवाणी हान्दिने कहाँ हुन्छ भने होइन हस् त गाई जय नेपाल जय देश ओके